नमस्ते सबैजनालाई घुम्छ रम्छ नेपालीको नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। यसपटक चाहिँ हामी सान एन्टोनियो टेक्सस जाँदैछौँ ह्युस्टनबाट। यो चाहिँ ह्युस्टनबाट 200 माइल साउथ वेस्ट अथवा 350 किलोमिटर जस्तो साउथ वेस्टमा पर्छ। ठ्याक्क टेक्ससको बिचमा पर्छ र त्यहाँ चाहिँ मोर मेक्सिकन अमेरिकन कल्चर एकदम रिच छ र त्यसैको डोमिनेन्ट अब कल्चरल हेरिटेजहरू हेर्छौँ। साथसाथै एकदमै पपुलर रिभर वाक, डाउनटाउन रिभर वाक भन्छ र नेचुरल क्याबन्सहरू, वाइल्ड लाइफ ऱ्यान्चहरू त्यो हेर्ने प्लान छ र हाम्रो बसाइ 2 दिनको हुन्छ। अरू टोलीहरू पनि हामीसँग बाटोमा मिसिनुहुन्छ। साथसाथै यात्राको दौरान चाहिँ हामी बिचमा अरू सानोतिनो सहरहरू, ठाउँहरू तिनीहरू पनि हेर्दै जान्छौँ र हजुरहरूलाई देखाउँदै जान्छौँ। लेट्स गो। We're excited. हामी चाहिँ यहाँ ह्युस्टनमा बस्छौँ, युएसको 4th लार्जेस्ट, टेक्ससको लार्जेस्ट सिटीबाट। हामी चाहिँ साउथ वेस्ट, पश्चिम दक्षिणमा यहाँ सान एन्टोनियो भन्ने ठाउँमा आएको। यो चाहिँ टेक्ससको 2nd लार्जेस्ट सिटी हो आफ्टर ह्युस्टन। अनि यहाँबाट 3 आवरको ड्राइभ हो। अहिले चाहिँ हामी 2 आवर जति कम्प्लिट गऱ्यौँ र ग्वाडालुपे काउन्टी भन्ने जस्ट अब सान एन्टोनियो भन्दा जस्ट बाहिरको काउन्टी हो। अब 1 घन्टापछि सुरु हुन्छ र अब यहाँबाट हामी हेर्न सक्छौँ अरू पनि पपुलर टेक्ससका सहरहरू, जस्तै ड्यालस भनेको चाहिँ हाम्रो उत्तरतिर पर्छ ह्युस्टनबाट। ह्युस्टन चाहिँ यहाँ कोस्टल गल्फ अफ अमेरिकामा पर्छ नजिकै र ड्यालस उत्तरतिर छ, फोर्ट वर्थ छ, अस्टिन बिचतिर पर्छ। यो चाहिँ एउटा ट्रायङ्गल जस्तो छ। सान एन्टोनियो, ड्यालस, ह्युस्टन भनेको चाहिँ ट्रायङ्गल जस्तो छ र ड्यालस र सान एन्टोनियोको बाटोमा बिचमा चाहिँ अस्टिन पनि पर्छ, हाम्रो टेक्ससको यो चाहिँ क्यापिटल हो। के हेलो आज चाहिँ हामी यो ग्रेन भन्ने हिस्टोरिकल टाउनमा छौँ, ऐतिहासिक सहर। र यहाँ अब के छ ऐतिहासिक बिल्डिङहरू र ग्वाडालुपी रिभर पनि छ क्या अरे। आई थिङ्क त्यसको त्यो एरिया, मल्टिपल एरियामा हामी घुम्न जाँदैछौँ। कस्तो छ मलाई पनि थाहा छैन, अब हेर्दै जाउँ।
अनि के रहेछ त बिरुजी यो टाउनको बारेमा अलिकति बताइदिनु। टाउन चाहिँ यो त्यति धेरै पुरानो, सान एन्टोनियो जस्तो पुरानो चाहिँ होइन, तर 1835 तिर चाहिँ जर्मनीबाट केही फार्मर्सहरू चाहिँ यता आएर एउटा बस्ती बसालेका रहेछन्। त्यसमध्ये पनि पहिलो चाहिँ एउटा अर्न्स्ट ग्रिन, जसको नामबाट यो सहर बन्यो, उनले चाहिँ पहिलो घर बनाएका रहेछन्। र विशेष यहाँनेरि नै आएर बस्नुको कारण चाहिँ यहाँको अब जमिन अनि खोला र लेकहरू नजिकै भएको भएर अब अहिले पनि हामीबाट आधी किलोमिटरमा खोला छ, ग्वाडालुपे खोला। त्यसको किनारमा चाहिँ उनले घर बनाए खेतीपाती गर्न सजिलो हुन्छ भनेर। प्लस उनले चाहिँ अरूका लागि पनि बिस्तारै आफू सेटल भइसकेपछि अरू मान्छेहरू अब घर सानो सानो बनाउँदै राख्दै मान्छेहरू आउँदै गए, बस्ती विकास हुँदै गयो। र अब अहिले चाहिँ यो एउटा आकर्षणको केन्द्रबिन्दु अब सान एन्टोनियो आउने मान्छेहरूको लागि चाहिँ यहाँ बाइपास गरेर थोरै 20-25 मिनट बाहिर निस्केर आउने र हामीले हेरेको ठाउँहरू विभिन्न अट्र्याक्सनहरूमा पनि अब पुरानो कुराहरू जस्तै पटरी, हातैले बनाएको पटरी कुराहरू भयो, एग्रिकल्चरका युज हुने कुरा भने, नर्सरी भने, के भने होइन, त्यस्तो कुराहरू नै मान्छेहरू हेर्न आउने रहेछन्। र अब यो चाहिँ अलि रिल्याक्सिङ, मान्छेहरूले अब हाम्रो जुन जसले पनि भिजिट गर्न जाने सान एन्टोनियो अथवा अरू प्रमुख सहरहरू भन्दा बाहिर थोरै अलि रिल्याक्सिङका लागि आउने ठाउँ रहेछ। तर राम्रो ठाउँ हो यो, उनीहरूले कल्चर प्रिजर्भ गरेर राखेको रहेछ। हामीले 150 वर्ष 170-80 वर्ष अगाडिको कल्चर हेर्न पायौँ। ल हामी चाहिँ अहिले सान एन्टोनियो छौँ र सान एन्टोनियो आइसकेपछि हाम्रो अर्को ग्रुपलाई भेट्यौँ, जहाँ चाहिँ हामी टोटल 12 जना भयौँ अहिले। र हाम्रो यो सान एन्टोनियोमा चाहिँ अब रिभर वाक्सहरू हेर्ने, जूहरू हेर्ने र विभिन्न यहाँको मनोरम दृश्यहरू हेर्दै बाँकी अपडेट गराउँदै गरौँला है त साथीहरू।
ल यहाँ चाहिँ तपाईँहरूले लेफ्ट साइडमा चाहिँ बोटिङहरूको टिकट काट्ने ठाउँ देख्नुहुन्छ। यो चाहिँ सान एन्टोनियो हो र यहाँ चाहिँ यो रिभर वाक तपाईँले यो एउटा सानो कनाल जस्तोमा चाहिँ बोटिङ गरिरहेको देख्नुहुन्छ। यसको प्राइस चाहिँ लगभग $20-25 छ। हामीले चाहिँ आज चाहिँ यो एकदमै धेरै भिड भएको कारणले गर्दाखेरि चाहिँ हामीले बोटिङ नगर्ने निर्णय गऱ्यौँ र यो तपाईँले लाइन देख्न सक्नुहुन्छ। यो नयाँ वर्षको बेला भएर पनि होला, लाइन चाहिँ एकदमै छ यहाँ। अनि यो चाहिँ बिचमा यो कनालको वरिपरि चाहिँ तपाईँले चाहिँ सौरा पोखराको जस्तो भ्युजहरू देख्न सक्नुहुन्छ। मान्छेहरू टनाटन हुनुहुन्छ र एकदमै मनमोहक दृश्य पनि देखिरहनु भएको छ। हामी लाइनमा छौँ अनि यो सुगाहरू पनि यहाँ यस्तो रहेछ नि, यो बोल्ने सुगाहरू हो एक्चुअली, पट्टु भनेर क्या। ल यो एकदमै मनमोहक दृश्य हेर्नुहुन्छ तपाईँले। यो लेफ्ट साइडमा देख्नुभयो भने एकदमै लाइटहरू अनि त्यसको त्यो छाया चाहिँ तल रिभरमा परिरहेको छ। ल यहाँ चाहिँ साथीहरू त्यो तपाईँले सानो झरना जस्तोलाई चाहिँ देख्न सक्नुहुन्छ र लाइटिङले एकदमै राम्रो बनाएको छ। यो माथिबाट पानी आएको छ अनि यहाँ हरेक ठाउँमा लाइट हालेर चाहिँ विभिन्न कलरहरू देखाएको छ। एकदमै यो मनमोहक दृश्य, यो सान एन्टोनियोको रिभर वाकमा देखिने एउटा मनमोहक दृश्य हो यो चाहिँ। ल यहाँ चाहिँ अगाडि यो विशाल महल देख्नु भएको छ। यो चाहिँ रिभर सेन्टर हो। रिभर सेन्टरको साइडमा रहेको यो मूर्ति छ। त्यो मूर्तिमा चाहिँ अब धेरै मानिसहरू हुनुहुन्छ। यो एकदमै मनमोहक दृश्य देखिरहेको छ है यो रिभर वाकको एउटा। अनि त्यहाँभन्दा माथि त्यो विशाल मल देख्नु भएको छ, त्यो चाहिँ एउटा ठुलो सपिङ मलको एउटा ब्रान्च हो। अनि डिफ्रेन्ट कलरले चाहिँ एकदमै राम्रो देखाइरहेको छ यो ठाउँ। ल यो चाहिँ म ठ्याक्कै मूर्ति नजिकै छु साथीहरू होइन। अनि यो चाहिँ हेर्दाखेरि बुद्धको जस्तो छ तर बुद्धको होइन। अनि के हो चाहिँ मलाई पनि थाहा छैन है, तर यो चाहिँ ठ्याक्क बुद्धको मूर्ति जस्तै देखेको छ हेर्दाखेरि। हातमा त स्टार देखेको छ अनि टेक्ससलाई चाहिँ लन स्टार स्टेट पनि भन्छ, त्यही भएर नि सायद स्टार भएको होला है, मेरो एउटा गेस चाहिँ। ल हामी चाहिँ रिभर वाक घुम्दा घुम्दै अहिले चाहिँ रिभर सेन्टरमा आइपुगेका छौँ। रिभर सेन्टर यो चाहिँ एकदमै ठुलो सपिङ कम्प्लेक्सहरू, धेरै रिटेल स्टोरहरू र ब्रान्डेड स्टोरहरू पनि छ यहाँ घुम्नको लागि रमाइलो। आज क्रिसमसको दिन चाहिँ एकदमै लाइटले गर्दाखेरि एकदमै मनमोहक दृश्य चाहिँ। अलि भिड छ, भिड भए तापनि घुम्नको लागि चाहिँ निकै नै रमाइलो छ। यहाँ रिभर सेन्टरमा फोटो खिच्ने मान्छेहरूको एकदमै धेरै भिड लागिरहेछ र हामीलाई चाहिँ एकदमै रमाइलो अनुभव भइरहेछ। यहाँ चाहिँ एकदम शीतल हावा चलिरहेको अवस्था छ होइन। अलि उता चाहिँ एकदमै भिड के हो भने यहाँ चाहिँ अलि आफ्नै स्पेस जस्तो देखिरहेछ। ल साथीहरू हामी चाहिँ यो सान एन्टोनियोबाट चाहिँ यहाँ चाहिँ जापानिज टी गार्डन र न्यू ब्राउन फेल्सतिर जाँदैछौँ। त्यहाँ गएर चाहिँ हामीले अपडेटहरू दिन्छौँ कस्तो रहेछ। त्यो जापानिज टी गार्डन चाहिँ एकदमै राम्रो छ भन्ने सुनेको छौँ। अब हामी उतै भेटौँला है त।
हामी चाहिँ अहिले जापानिज टी गार्डनमा छौँ। यो चाहिँ सान एन्टोनियोमा रहेको वान अफ द फेमस टुरिस्ट डेस्टिनेसन रहेको रहेछ र यो ठाउँमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ छहरा अथवा झरना अथवा छाँगो जे भए पनि तपाईँको आफ्नो ल्याङ्ग्वेजमा बुझ्नुहोस्। यो चाहिँ हेर्दाखेरि कृत्रिम जस्तो छ तर हामीले पछाडि चाहिँ गएर हेर्न पाएको छैन। तपाईँलाई कस्तो लागिरहेछ यो ठाउँको अहिलेको बारेमा, कस्तो के भन्न चाहनुहुन्छ? यो चाहिँ एकदमै राम्रो रहेछ। हामीले यहाँ आउने भनेर अगाडि प्लान गरेका थिएनौँ, तर अब आइयो र सोचे भन्दा धेरै राम्रो ठाउँ रहेछ। अरू अब यसपछि हाम्रो डेस्टिनेसन कहाँ हुन्छ? अब यहाँबाट चाहिँ हामी एउटा गुफा केभमा जाँदैछौँ। त्यसको चाहिँ एक्ज्याक्ट नाम मलाई थाहा छैन, तर त्यो पनि योभन्दा अझै राम्रो हुनेवाला छ। ल एकदमै हेरिराख्नु होला यो ब्लग। अनि यो छाँगोको बारेमा अथवा यो जापानिज टी गार्डनको बारेमा आशिषजीले के भन्न चाहनुहुन्छ? यो चाहिँ अब हामीले सबै देखिरहेको कुरा तर एकदम चटक्क गरी मिलाएको होइन। अब यो बाँस, सानो निगालो जस्तो बाँस, झरना, माछाहरू सबै चटक्क मिलाएको एकदम राम्रो आनन्दले बसेर चिया कफी खाने ठाउँ जस्तो देखियो। ल यो अहिले हामी आएको सान एन्टोनियोको जापानिज टी गार्डन चाहिँ एउटा नेचर प्रिजर्भ गरेर राख्ने जुन जापानिज कल्चर छ त्यसको एउटा उत्कृष्ट उदाहरण अथवा नमुना हो। अब मैले अहिले रिसेन्टली एउटा नोभल पढेको, उनीहरूले चाहिँ नेचरमा कति टाइम स्पेन्ड गर्छन् र नेचर उनीहरूको एभ्रिडे लाइफमा कति इम्पोर्टेन्स छ भन्ने कुरा चाहिँ उनीहरूले यहाँ प्रिजर्भ गरेर राखेको। इच एन्ड एभ्री अब भेजिटेसन, डिफ्रेन्ट काइन्ड्स अफ प्लान्ट्स होइन, पानीदेखि लिएर झरना, डाँडा काँडा, बोट बिरुवा, डेजर्ट प्लान्टदेखि लिएर हिली प्लान्टहरू एभ्रिथिङ प्रिजर्भ गरेर राखेको छ। एकदमै राम्रो छ र सानो एरिया भए पनि सायद अब यो आधी बिघा जति एरिया होला, तर यसमा अब उनीहरूले एउटा इकोसिस्टम नै बनाएर एउटा मोडल बनाएर राखेको छ र लाइक इट्स भेरी ब्युटिफुल। हामीले यति एक्सपेक्ट गरेका थिएनौँ, हामीले आउँदा एउटा सानो एउटा टी गार्डन होला भनेको थियो, बट इट्स ए सेपरेट नेचर इट्सेल्फ, सो इट्स भेरी ब्युटिफुल। ल अहिले चाहिँ हामी सान एन्टोनियोको नेचुरल ब्रिज क्याबनमा आइपुग्यौँ। यो चाहिँ टेक्ससको सबैभन्दा ठुलो प्राकृतिक क्याबन हो। क्याबन भनेको चाहिँ अब पानीहरू परेर अथवा अब केमिकल इरोजन मार्फत भनौँ न, भूक्षय भएर चाहिँ विभिन्न स्ट्रक्चर नेचुरली फर्म भएको स्ट्रक्चरहरू भयो। अन्डरग्राउन्ड छ यो र वान अफ द लार्जेस्ट हो। अब यसमा चाहिँ यहाँ विशेष यो ठाउँमा चाहिँ लाइमस्टोनहरू एकदमै धेरै प्राकृतिक मात्रामा पाइने र अब एसिड रेनहरूले चाहिँ तिनीहरूलाई पखाल्ने, काट्ने, अब यो लाखौँ वर्षसम्म त्यस्तो हुँदाखेरि चाहिँ विभिन्न खालको एउटा स्ट्रक्चर बन्दो रहेछ र यो चाहिँ सान एन्टोनियोको एकदमै ल्यान्डमार्क हो। अब अरू देखिए पनि नदेखिए पनि यो चाहिँ हेर्नै पर्ने, आउनै पर्ने ठाउँ भएको भएर हामीले पनि हेरेका छैनौँ, तर हामी एकदमै एक्साइटेड छौँ भित्र गएर कस्तो रहेछ भनेर हेर्नको लागि।
कस्तो लाग्दैछ त गणेश सर यो ठाउँ? मलाई अब ठिकै लागिरहेको छ। अब हेर्दाखेरि अब पुरै भित्र केभमा आएको छ होइन, हेर्दाखेरि चमेरे गुफा जस्तै छ पोखराको भित्र चाहिँ पुरै त्यो दर्शन ढुङ्गाहरू छ। अब एकदम एक्सपेन्सिभ स्टोन्सहरू छ जस्तो लागिरहेको छ मलाई। अब वी विल एक्सप्लोर, अब के हुन्छ। सबै त्यो गर्नु ल। Oh God, I ruined it. Shit, I ruined it. I ruined it. I got my wheels on it. If you do want to see them, they are currently in a case in the Discovery Center next to the dining area. Be sure to check that out after the tour. We also यहाँ त बुद्धको मूर्ति जस्तो देखिरहेको छ। के अरे शिवको टाउको भेट्यो। ल म यहाँ न्युट्रल मान्छेलाई यहाँ आएर देख्दाखेरि चाहिँ र नेपालमा यस्तो खालको स्ट्रक्चरहरू धेरै नदेख्दा चाहिँ एकदमै एक्साइटिङ नयाँ कुराहरू सिकियो। कसरी केभहरू होइन डिफ्रेन्ट यो क्याबिन स्ट्रक्चरहरू फर्म हुन्छ भन्ने कुरा। तर अब एज अ फिजिसिस्ट जियोलोजिस्ट होइन अब एटमोस्फेरिक साइन्स अर्थहरू स्टडी गर्ने मान्छेलाई यो कुन हिसाबले प्रभावित गर्यो अथवा कस्तो लाग्यो आशिषजीको प्रतिक्रिया? होइन, यो एकदमै मनमोहक। अब विभिन्न आश्चर्य, प्रकृतिका आश्चर्यमध्ये यो पनि एउटा आश्चर्य हो जस्तै देखियो होइन। अब कसरी यो रक्सहरू बन्यो भन्ने कुरा हामीले यसो अवलोकन गऱ्यौँ, हेऱ्यौँ। एकदमै यो पुरानो धेरै वर्ष अगाडि बनेको भएर एकदमै चिल्लो, अनि त्यसपछि त्यो फर्मेसन एकदमै आश्चर्यजनक लाग्ने होइन। ओभरअल एक्सपिरियन्स चाहिँ वन्डरफुल नै भन्छु म। त्यही हो। अब यहाँ कतिवटा त डाइनोसरको जमानादेखि बनेको स्ट्रक्चरहरू छ र जुन हामीले किताबमा बच्चादेखि पढ्यौँ होइन, अहिले देख्न पाउँदा चाहिँ वाज भेरी एक्साइटिङ।